नमस्कार, म सुमन मिश्र, रिटायर पिओ नेभी, पाक्योङ डिस्ट्रिक्ट रिनक निर्वाचन क्षेत्र अम्बा कैँजलेबाट एउटा तपाईँहरूको सम्मुख जरुरी सूचना लिएर उपस्थित भएको छु। हुन त यो सूचना अगाउ नै हाम्रो माननीय भूतपूर्व सैनिक प्रकोष्ठको राज्य अध्यक्ष श्रीमान विष्णु शर्मा सरले जानकारी दिइसक्नु भएको कुरा हो। यो अहिले सिक्किमे युवाहरू जसको एज 17 वर्ष अनि 6 महिना, 17.5 वर्ष 17.5 इयर्स देखि लिएर 21 इयर्स 21 वर्षसम्म जसलाई भारतीय सेनामा भर्ती हुनको इच्छा राख्नुहुन्छ, उहाँहरूको निम्ति अति सुनौलो अवसर रहेको यहाँबाट जानकारी गराउन चाहन्छु। यी युवाहरू जसको डेट अफ बर्थ 1 अक्टोबर 2004 देखि लिएर 1 अप्रिल 2008 सम्मको छ, उहाँहरूले भारतीय सेनाको अग्निपथ स्किम अन्तर्गत अग्निवीरमा रिक्रुटमेन्टको निम्ति अनलाइन रेजिस्ट्रेसन गर्न सक्नुहुनेछ र अनलाइन पोर्टल अलरेडी 12 मार्च 2025 देखि सुरु भइसकेको छ र यो 10 अप्रिल 2025 सम्म खुल्ला रहनेछ। यो अनलाइन पोर्टल छ, नोट गर्नुहोला, www.joinindianarmy.nic.in। र जो पनि भारतीय सेनामा गएर सेवा पुर्याउन चाहनुहुन्छ, भारतीय आर्मी भएर, इन्डियन आर्मी भएर देशको सेवा गर्न चाहनुहुन्छ, देशलाई सेवा पुर्याउन चाहनुहुन्छ, उहाँहरूको निम्ति अति सुनौलो अवसर छ र गोर्खा रिक्रुटिङ डिपो घुम साथै एआरओ आर्मी रिक्रुटिङ अफिस सिलिगुडीले एकैचोटि यो भर्ती सुरु गरेको छ र यो भर्ती सिक्किमको कुना कुना कन्दरामा सहजतासँग सजिलोसँग सबैले यसमा सहभागी हुन पाओस् र सबैले यो सूचना पुगोस् या सबैले सूचना यो सुन्न पाओस् र यसमा उहाँहरूले इन्टरभ्यू दिनु पाउन् भन्ने एउटा सोचेर एआरओ साथै जिआरडी घुमले हाम्रो सिक्किमको भूतपूर्व सैनिक सङ्गठन सिक्किम वीर गोर्खा एक्स सर्भिसम्यान एसोसिएसन साथै सिक्किम एक्स सर्भिसम्यान वेलफेयर एसोसिएसनको साथमा सिक्किमभरि विभिन्न स्थलहरूमा यो 17 तारिकदेखि लिएर 30 तारिक 17 मार्च 2025 देखि लिएर 30 मार्च 2025 सम्म विभिन्न जग्गाहरूमा रेली आयोजना गर्दैछ र यसमा टासिडिङ 17 मार्च 25, मानेबुङ देन्ताम 18 मार्च 2025, सोरेङ दोदक 19 मार्च 2025, सोमबारे 20 मार्च 2025, सोरेङ दोदक 21 मार्च 2025, गेजिङ बर्मेक 22 मार्च 2025, गेजिङ कम्युनिटी हल 23 मार्च 2025, नाम्ची पोक्लोङ कामराङ 25 मार्च 2025,
नामथाङ रातेपानी 26 मार्च 2025, रिनोक र रङ्गलीमा 2 दिनको रेली छ 27 मार्च 2025 र 28 मार्च 2025 र पाक्योङमा छ 29 मार्च 2025 अनि अन्तिम रेली तुमिनलिङ्गे 30 मार्च 2025 मा छ। आज मैले मेरो यो फेसबुक पेजको द्वारा तपाईहरुलाई यो सूचना दिन गइरहेछु, किनभने यो हाम्रो सिक्किमको भूतपूर्व सैनिक संगठनहरूले हामीले यो जुन रेलीलाई सफल तुल्याउनको निम्ति, सफल बनाउनको निम्ति सबै एक्स सर्भिसम्यान भूतपूर्व सैनिकहरूले एउटा कोअर्डिनेटर नमोनित गर्नुभएको छ। त्यस कोअर्डिनेटरमा म यता पाक्योङ डिस्ट्रिक्टको एक्स सर्भिसम्यान र रिटायर्ड नेभीको हैसियतले यो जुन रिनोक रङ्गली 27 मार्च 2025 अनि 28 मार्च 2025 आर्मी ग्राउन्ड रङ्गली बजारमा हुन गइरहेछ। यसमा साथै पाक्योङको जुन 29 मार्चको रेली छ, यसमा आहु किसान सिनियर सेकेन्डरी स्कुलमा यो 22 नाम्चेबुङमा पर्दछ। यसमा 29 मार्चमा आहु किसान स्कुलमा आयोजित भइरहेको छ। फेरि म तपाईलाई जानकारी दिन चाहन्छु, रिनोक अनि रङ्गलीको 27 मार्च 2025 अनि 28 मार्च 2025 2 दिन आर्मी ग्राउन्ड रङ्गली बजारमा यो रेली आयोजना हुन गइरहेको छ। अनि पाक्योङको 29 मार्चमा आहु किसान स्कुलमा आयोजना हुन गइरहेछ। यो दुई पाक्योङ र रङ्गली रिनोकको जुन रेली छ, यसमा म पनि एउटा कोअर्डिनेटर छु। साथैमा हाम्रो अति आदरणीय सिनियरहरू हुनुहुन्छ र हामी एआरओ साथै जिआरडी घुम उहाँहरूसँग हाम्रो यो भेगको, हाम्रो क्षेत्रको, हाम्रो यो डिस्ट्रिक्टको युवाहरू जो पनि भारतीय सेनामा जोइन हुन चाहनुहुन्छ, उहाँहरूलाई कसरी हुन्छ, उहाँहरूलाई यो हाम्रो सूचना पुर्याउनको निमित्त यो हामीले भिडियो बनाइरहेको छौँ र आशा गर्छु यो भिडियोको मार्फत सबैले यो सूचना पाउनुहुन्छ होला। साथै तपाईहरुले यो सूचना अझै यसको जानकारीको निमित्त तपाईहरुले हाम्रो विशेष यो पाक्योङ डिस्ट्रिक्टको आहु साथै रङ्गली रिनोक यता पाक्योङ एरियाको सबै युवाहरूले अझ थप जानकारीको लागि हाम्रो जिल्ला सैनिक बोर्ड पाक्योङमा जिल्ला सैनिक बोर्ड पाक्योङको हाम्रो गान्तोकमा छ, गान्तोक जिल्ला सैनिक बोर्डमा सम्पर्क गर्न सक्नुहुन्छ। साथै जुन यो अनलाइन पोर्टल छ www.joinindianarmy.nic.in, यसमा पनि तपाईहरुले सम्पर्क गरेर यसो थप जानकारी लिन सक्नुहुन्छ। साथै म अनुरोध गर्छु हाम्रो यो भेगका सबै माननीय सामाजिक कार्यकर्ताहरू जो पनि समाजमा जोडिएर काम गर्दै हुनुहुन्छ, उहाँहरूले साथै हाम्रो माननीय पञ्चायत महोदयाहरूले साथै विभिन्न स्कुलका सबै स्कुलका प्रधान आचार्य महोदयाहरूले यो जानकारी नानीहरूमा तपाईहरुले दिनुभएदेखि नानीहरू जो पनि इच्छुक हुनुहुन्छ उहाँहरूले आएर यो रेजिस्ट्रेसन गर्नुहुन्थ्यो होला। साथै अनलाइन रेजिस्ट्रेसन अलरेडी सुरु भइसकेछ, अनलाइन रेजिस्ट्रेसन पनि गर्न सक्नुहुन्छ। साथै यो रेलीमा आएर पनि रेजिस्ट्रेसन गरेर भारतीय आर्मीमा
भारतीय सेनामा जोइन गरेर आफ्नो सेवा, देशलाई एउटा सेवा दिन सक्नुहुन्छ भन्ने जानकारी दिँदै तपाईहरूलाई यो भिडियो सन्देशमूलक भिडियो हुनाले गर्दाखेरि सबैले यसलाई सेयर गरेर सबैकोमा पुर्याइदिनुहुन्छ भन्ने आशा साथै विश्वास राख्दछु र यति भन्दै म तपाईहरुदेखि बिदा लिन चाहन्छु। नमस्ते।